हेलो एभ्रिवान, आज एउटा यस्तो जानकारी लिएर आएको छु जुन जानकारीभित्र के छ भनेदेखिलाई एउटा यस्तो फल छ संसारमा पाइने एउटा यस्तो फ्रुट्स छ फल जुन फल फल्नको लागि पहिला फुल फुल्छ। त्यो फुल चाहिँ एकपटक भाले बन्छ र एकपटक त्यही फुल पोथी बन्छ भन्न त कतै हुन्छ। र एक्ज्याक्टली यही मेकानिजम हुन्छ हाम्रो एभोकाडो फ्रुट्समा चाहिँ। यसमा के हुन्छ भनेदेखिलाई चाहिँ फल लाग्नको लागि पहिला फुल हुनुपर्छ हामीलाई थाहा नै छ। त्यो फल एकपटक पोथी हुन्छ र त्यही फुल एकपटक के हुन्छ त भाले हुन्छ। त्यही एउटै जुन एक समयमा पोथी भएर चाहिँ फुलेको थियो त्यही समय फेरि पछि के हुन्छ भाले भएर चाहिँ त्यसको इन्डिङ हुन्छ अथवा त्यो झर्ने हुन्छ। त्यो मेकानिजम हुन्छ हाम्रो एभोकाडोमा। त्यसको बारेमा थोरै जानकारी दिनु सेयर गरौँ भनेर चाहिँ भिडियो बनाएको थाहा छ। बोट बिरुवाहरूमा के हुन्छ भनेदेखिलाई चाहिँ दुई किसिमको बोट बिरुवा हुन्छ हामीलाई थाहा छ होइन। प्लान्ट्स दुई किसिमको हुन्छ, एउटा जिम्नोस्पर्म एउटा एन्जियोस्पर्म। जिम्नोस्पर्म भनेको त फुलमा फुल्ने बिरुवा भइहाल्यो। एन्जियोस्पर्म भनेको फुल फुल्ने बिरुवाहरूले फरक फरक प्रकृतिका हुन्छन्, फरक फरक नेचरका हुन्छन्। फुल फुल्दै गर्दा पनि फरक फरक तरिकाले फुल्ने हुन्छ। कुनै चाहिँ हाम्रो मोनोसियस हुन्छन्, कुनै डाइसियस हुन्छन्, कुनै चाहिँ बाइसेक्सुअल अथवा हार्माफ्रोडाइट हुन्छन् भने कुनै के हुन्छन् त हाम्रो कुनै के हुन्छन् पोलिग्यामी हुन्छन्। त्यसमा चाहिँ मोनोसियस भनेको एउटा त्यस्तो फल हो जुन फलमा भाले र पोथी एकै ठाउँमा हुन्छन्, एउटै बिरुवामा हुन्छन्। जस्तै मकैको के हुन्छ भाले पनि पोथी पनि मकैको बोटमै हुन्छ। त डाइसियस भनेको यस्तो यस्तो बोट हो, यस्तो बिरुवा हो अथवा फ्रुट्स हो जुनमा चाहिँ फ्लावर कि मेल हुन्छ कि फिमेल हुन्छ। मेल र फिमेल फरक फरक बिरुवामा हुन्छन्, बोटमा हुन्छन्, रुखमा हुन्छन्। जस्तै हाम्रो उदाहरणलाई के लान सकिन्छ हाम्रो पपायालाई लिन सक्छौँ। त्यस्तै गरेर कुनै चाहिँ के हुन्छ हार्माफ्रोडाइट हुन्छ अथवा बाइसेक्सुअल अथवा पर्फेक्ट फ्लावर हुन्छन्, जहाँ चाहिँ के हुन्छ भनेदेखिलाई चाहिँ एउटै फलमा एउटै फ्रुट्समा मेल र फिमेल दुवै हुने हुन्छन् है। जस्तै हामी त्यसमा चाहिँ के लान सक्छौँ एभोकाडो लान सक्छौँ हार्माफ्रोडाइट भित्र। त्यसलाई धेरै धेरै बोट बिरुवा पर्छन्। त्यस्तै पोलिग्यामस टाइपको फ्लावर पनि हुन्छ कुनैमा। त्यसमा के हुन्छ भाले पनि हुन्छ, पोथी पनि हुन्छ र हार्माफ्रोडाइट अथवा बाइसेक्सुअल पनि हुन्छ। जस्तै म्याङ्गो आँपको उदाहरण लिन सक्छौँ। अब यो हार्माफ्रोडाइट जुनमा चाहिँ हाम्रो बाइसेक्सुअल भनेको छ त्यसमा मेल पनि हुन्छ फिमेल पनि हुन्छ। एउटै रुखमा चाहिँ कुनै फ्लावरमा फ्लावर हुन्छ भाले र पोथी दुवै फ्लावरमा हुन्छ। र यसभित्र पनि यसलाई के गर्दाखेरि के छ भनेदेखिलाई चाहिँ त्यस्तो मेकानिजम हुन्छ जहाँ भित्र फुल्ने भाले र पोथी पनि प्रपर समयमा फुलिदिन्छ, प्रपर समयमा तयार भइदिन्छ। पहिला पोथी तयार हुँदाखेरि भाले त्यतिखेर तयार भइराखेको हुँदैन, जब भाले तयार हुन्छ त्यतिखेर पोथी तयार भइराखेको हुँदैन। यो मेकानिजम चाहिँ बिजुली भनेर भनिन्छ है हार्माफ्रोडाइट। यो नेचर भनेको मेल र फिमेल प्रपर समयमा परिपक्व हुने, प्रपर समयमा तयार हुने यो मेकानिजममा चाहिँ जनाउँछ। त्योभित्र पनि पोथी पहिला हुनेलाई चाहिँ हाम्रो चाहिँ प्रोटोगेमी भन्छ। प्रोटोगेमी बिजोगेमी है। मेल र फिमेल प्रपर समयमा चाहिँ म्याचुर भयो, तयार भयो। प्रपर समयमा हुँदै गर्दाखेरि पहिला के भयो पहिला पोथी तयार भयो। त्यही भएर चाहिँ यसमा के भयो प्रोटोगेमी बिजोगेमी हो है। बिजोगेमी त भयो र के प्रोटोगेमी फिमेल भयो। त्यसमा के हुन्छ भन्दाखेरि चाहिँ एभोकाडोमा विशेष गरेर चाहिँ हाम्रो भाले र पोथी एउटै बोटमा त हुन्छन्, एउटै फ्लावरमा त हुन्छन्। तर के भइदिन्छ भनेदेखिलाई चाहिँ फुल्ने समय फरक भइदिन्छ अथवा यो परिपक्व हुने समय फरक भइदिन्छ। त्यही भएर यसलाई चाहिँ बुझ्नको लागि हामीले टाइप 1 र टाइप 2 अथवा क र ख अथवा ए र बी गरेर बुझ्नुपर्छ। एउटा प्लान्ट ए बिरुवा ए, दोस्रो प्लान्ट बी। प्लान्ट एमा चाहिँ के हुन्छ भनेदेखिलाई चाहिँ यिनीहरूको पहिला पोथी लाग्ने त्यसपछि भाले लाग्ने यिनीहरूको नेचर हुन्छ भने टाइप बीमा के हुन्छ भनेदेखिलाई चाहिँ यिनीहरूमा पहिला भाले लाग्ने त्यसपछि होला पोथी लाग्ने यिनीहरूको नेचर हुन्छ। अब के हुन्छ भनेदेखिलाई चाहिँ यसमा टाइप एमा चाहिँ पहिला पोथी लाग्छ। पोथी भनेको बिहानसम्म लाग्छ है मर्निङमा 10-11 बजे। 10-11 बजे पोथी ओपन हुन्छ, त्यसको बेलुका बन्द हुन्छ, भोलि बिहान पनि बन्द हुन्छ। भोलि बेलुका गइसकेपछि त्यो जुन अस्तिको दिन हिजो बिहान पोथी लागेको थियो त्यो आज बेलुका के हुने भयो त भाले भएर ओपन भयो। भाले हुने त्यही पहिला पोथी थियो त्यही अहिले के हुने भयो भाले हुने भयो। यो त टाइप 1 भयो अथवा टाइप ए भयो। अब टाइप बीमा चाहिँ के हुन्छ भनेदेखिलाई चाहिँ यसमा चाहिँ एक समयमा के हुन्छ भाले लाग्छ सुरुमा। सपोज मानौँ यसमा बिहान भाले लाग्यो भने त्यसको बेलुका बन्द हुन्छ, भोलि बिहान बन्द हुन्छ र भोलि बेलुका गएर त्यो पोथी भएर ओपन हुन्छ। फेरि पहिला एकपटक एक किसिमको फुल भएर ओपन भयो, फेरि बन्द भयो, फेरि अर्को ओपन भएर अर्को किसिमको भयो। अथवा पहिला मेल थियो भनेपछि फिमेल भयो, पहिला फिमेल थियो भनेपछि मेल भयो। त्यही भएर चाहिँ एभोकाडोमा फल लाग्ने सम्भावना भनेको 0.1% भन्दा पनि कम हुन्छ भनेको छ। अथवा चाहिँ यसमा लागेको हजारौँ फुलहरूमध्ये 100औं फुलहरूमध्ये 0.1% भन्दा पनि कम नम्बरका फ्लावर्स मात्रै पछि गएर फुल बन्ने हुन्छ अथवा फ्रुट्स बन्ने हुन्छ भनिएको हुन्छ। यहाँ विभिन्न कारणहरू छन्। त्यही भएर चाहिँ कृषक दाजुभाइहरूले चाहिँ के गर्न सकिन्छ भनेदेखि चाहिँ एभोकाडो व्यवसाय गर्नुपर्छ भने तपाईँले बिरुवा लगाउँदाखेरि हाम्रो बारीमा बगैँचामा बिरुवा छान्दाखेरि फरक फरक नेचरका बिरुवाहरू हुन्छ। हामीले ऱ्यान्डम लगाइराखेका हुन्छौँ तर बिरुवाको सही पहिचान गर्न सक्छौँ। टाइप ए प्रकार हुन्छ, टाइप बी प्रकार। त्यसलाई फिमेल हुन्छ भने त्यसको ह्यास भन्ने हुन्छ एउटा भेराइटी। त्यो भेराइटी धेरै भेराइटी हाम्रो डिस्प्ले दिएको छ। ह्यास भन्ने भेराइटी चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ पहिला बिहान फिमेल भएर ओपन हुन्छ। त्यसै गरेर चाहिँ हाम्रो अर्को टाइप बी फ्लावरमा अथवा अर्को 2 नम्बरको फ्लावर्स हुने रुखहरूमा चाहिँ के हुन्छ भने पहिला मेल हुन्छ। जस्तै फ्रुटी भन्ने जात हाम्रो एभोकाडोको पहिला के हुन्छ भाले ओपन हुन्छ। त्यही फरक फरक प्रकृतिका बोटहरूलाई सँगै रोप्यो भनेपछि एउटाको पहिला भाले फुलेको थियो, एउटाको पहिला पोथी फुलेको थियो भनेपछि त भाले र पोथी चाहिँ हुने पराक्ष हुने हो। पोलिनेटर प्रयोग गरेर अथवा चाहिँ किरा फर्टिलाइजरले गर्दाखेरि अथवा हावाले गर्दाखेरि पानीले गर्दाखेरि अथवा हामीले हाम्रो घरमा भएको मौरीको घार राखेर पनि यो जनसङ्ख्या हो पराक्ष गर्न सक्ने हो। किनभने एउटा भाले एउटा पोथी थियो र यसमा पराक्ष एक दुईवटा ठाउँमा लाग्नु लागि यो दुवै एकैसँग उम्रिने भयो। फरक बिरुवा लगायो भने यदि होइन भने सबै बगैँचामा एक किसिमको बोट बिरुवा लगायो भने एक किसिमको टाइप ए अथवा टाइप बी मात्रै लगायो भने सबै एकैपल्ट मेल हुन्छ, एकैपल्ट सबै मेल हुन्छ। त्यही भएर मेल र फिमेलको भित्रै मिलाउनु भएको कारणले गर्दाखेरि फुल कम लाग्ने, पोलिनेसन कम हुने र उत्पादन पनि ह्रास आउने हुन्छ भनेर भनिएको छ। अनि यसमा उत्पादन घट्नुमा विभिन्न कारणहरू हुन सक्छन्। अब त्यसमा त राम्रोसँग पोलिनेसन नभएर पहिलो कारण हो। त्यसपछि पोलिनेसन भइसकेपछि इम्युनो एभर्सन भएर त्यो भित्र भएको जुन भ्रूण हुन्छ भ्रूणको बच्चा त्यो मरेर पनि हुनसक्छ। त्यही कारणले गर्दाखेरि अथवा क्लाइमेट चेन्ज भएर हुनसक्छ, टेम्परेचर बढी भएर हुनसक्छ, टेम्परेचर कम भएर हुनसक्छ। त्यही एउटा मध्य क्षेत्रमा उत्पादन हुने एक किसिमको बोट हो। त्यस्तै गरेर अर्को के हुन्छ भन्दाखेरि चाहिँ अब त्यो पोलेन चाहिँ स्टिममा गइसकेपछि जुन पोलेन ट्युब बनेर चाहिँ त्यो भित्र तल एक्सेलसँग गएर चाहिँ फर्टिलाइजेसन हुनुपर्ने हुन्छ। त्यो हुने प्रक्रियामा चाहिँ ढिलो गरेर चाहिँ ट्युब ग्रोथ भएर पनि हुनसक्छ अथवा अनि विभिन्न कारणले पनि हुनसक्छ। यी कारणले गर्दाखेरि उत्पादन घटेको अवस्थामा चाहिँ हामीले सही तरिकाले बोटको पहिचान गरेर व्यवसाय गर्दाखेरि बढीभन्दा बढी लाभ लिन सकिन्छ जस्तो लाग्छ। त्यही भएर एभोकाडोको फरक किसिमको नेचर फ्लावरिङ हुने, सेक्स एक्सप्रेस हुने फरक किसिमको प्रकृतिको बारेमा जानकारी गरौँ भनेर भिडियो बनाएको। अचम्म छ नि यसमा एउटै फुल चाहिँ एकपटक भाले हुन्छ र त्यही फुल एकपटक फिमेल हुन्छ क्या, मेल र फिमेल हुन्छ। यसमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ यसमा जस्तै एकपटक टुप्पोमा के भयो यहाँ भाले लाग्यो,
त्यो फेरि अर्कोपल्ट पोथी बन्छ अनि त्यो झर्छ, अर्को के हुन्छ अगाडि लाग्छ, फेरि त्यो झर्छ, अर्को अगाडि लाग्छ, जस तलबाट माथि माथि बढ्दै जाने हुन्छ। त्यो चाहिँ एकचोटि यहाँ लागेको थियो भनेपछि अर्कोबाट यहाँसम्म हुँदै जाने, अर्कोबाट यहाँसम्म हुँदै जाने, अगाडि अगाडि बढ्दै जाने हो क्या। टर्मिनल एपिकल नेचरले चाहिँ यसको फ्लावरिङ ग्रोथ हुन्छ भनेर भनेको हुन्छ कि एउटा ठाउँमा। हस् त तपाईँलाई नयाँ लाग्यो कि कुनै सुइसँग भएको थियो थाहा भएन, तर एउटा नयाँ जस्तो लाग्यो मैले भिडियो बनाएको। नमस्ते।